कार्यपत्र प्रस्तुत गरिदिनु हुन डाक्टर बालकृष्ण जोशी सरलाई म अनुरोध गर्दछु र त्योभन्दा अगाडि प्राध्यापक डाक्टर प्रेम शर्माज्यूलाई यो कार्यक्रमको टिप्पणी यसमा सुझाव र सत्रको सभापतित्व गरिदिनको लागि सबभन्दा पहिला प्रेम सरलाई म अनुरोध गर्दछु र अब यसपछि डाक्टर बालकृष्ण जोशीज्यू यहाँले आफ्नो कार्यपत्र प्रस्तुत गर्नुहुनेछ। आदरणीय सबैलाई नमस्कार। म विशेष गरेर राष्ट्रिय जीवमा नेपाल सरकार अन्तर्गत भएको हामीले 50 वर्षको इतिहासलाई कृषिलाई हेर्दाखेरि नीतिले के भन्छ र हाम्रो जिन्दगी कता गयो भन्ने सेन्समा म 20 मिनट मात्रै लिउँ। एउटा यो देख्नुपर्छ, यो किराले एउटा मल उडाउँदै गरेको छ, त्यसलाई अब त्यो हेर्यो भने गेडे मल भने जस्तै यो चाहिँ हो। तपाईँ पोलिसीले हेर्नुभयो भने पोलिसीले नीतिगत रूपमा यो कुराहरू चिन्दैन। यहाँ जति पनि फिगर दिएको छ अनि हामीले अगाडि सारेको अहिले गेडे मलको लागि 50% बढी विदेशबाट मल ल्याउँछौँ, कृषिको पहिलो सबै त्यहाँ जान्छ। त्यसको लागि यो हुनुपर्छ, यो वैज्ञानिक टेक्नोलोजी हो। त्यो गेडे मलको पनि बारेमा हुन्छ भन्ने सेन्समा बढी म हाम्रो नीतिगत हिसाबले केमा ग्याप छ भन्ने हिसाबले ग्याप चाहिँ बढी देखिन्छ। यो हेर्नुहोस्, हाम्रो कृषि हो 50 वर्षको इतिहासमा हेर्दाखेरि हाम्रो कृषि एकदिनै गएको र परदेशमा भर परेको। 50 वर्षको इतिहासलाई हामीले केलायो भने एकदिनै गएको परदेशी हाम्रो कृषि। यो चाहिँ एउटा डेफिनेसन हुन आउँदछ हाम्रो समग्र कृषिलाई डिफाइन गर्दाखेरि। हाम्रो अवस्था हाम्रो नीतिले कसरी बोल्छ भन्दाखेरि छोटकरी म भन्छु यस्तो छ, आफ्नो पनलाई भन्दा पनि अर्काको पनलाई बढावा दिने हाम्रो नीति शिक्षा, अनुसन्धान, विकास र बजारीकरण। रैथाने कृषि भन्ने एउटा वर्ड छ, तर कानुनले नचिनेको तर हाम्रो जीवन धानेको। तपाईँले कानुन त हेर्नुभयो भने संविधानमा हेर्नुभयो भने रैथाने वर्डलाई नेग्लेक्ट गरिएको छ। तपाईँलाई रैथाने कृषि कानुनले नचिनेको छ। घरै पछि पहिला 50 वर्षभन्दा अगाडि घरै पछि आफ्नो कृषि उपज कृषिलाई चाहिने 8वटा तत्त्व सधैँ सबैको लागि आफै उत्पादन गर्थ्यो। तर हाम्रो नीतिले त्यो बिर्सेको छ। अहिले अष्टाङ्गमध्ये हामी अष्टाङ्ग कृषि भन्छौँ, अष्टाङ्गमध्ये करिब 6वटा चाहिँ 100% बाहिरका हुन्छ। कृषि नै हाम्रो औषधालय हो। कृषिबाट थुप्रै कुरा निराकरण हुन्छ। कृषि नै हाम्रो निरोगी राख्ने एकमात्र प्रकृतिमैत्री प्रणाली। तर स्वास्थ्य नीतिले नचिनेको काहीँ पनि स्कुल आउट छैन र सेपरेट भइरहेको छ। तपाईँले आफैले पनि हेर्नुभएको हुन्छ। हजारौँ मौलिक उत्पादन र ज्ञान छ। हेर्नुहोस्, नेपालमा हजारौँ ज्ञान सिप छ, तर हाम्रो बौद्धिक सम्पत्तिले बिर्सेको। बौद्धिक सम्पत्ति अहिलेसम्म कृषिमा हेर्ने पनि एउटा पनि नेपाली पढ भएको बौद्धिक सम्पत्तिको अधिकार छैन। तपाईँलाई थाहा छ, इन्डियाले अकबरे खुर्सानी डल्ले खुर्सानीको नाउँमा अधिकार दिएको छ। त्यसको मतलब के भन्दा संसारमा एकाधिकार रूपमा डल्ले खुर्सानी उसले जति पनि मूल्य राखेर बेच्न पाउँछ। बासमती के सुन्नुभयो होला, बासमती कति लडा हामी पाकिस्तान, नेपाल, इन्डिया, युरोपियन कन्ट्रीमा बासमती भनेर बेच्न पाउने अधिकार इन्डियाले मात्र पाउनुपर्छ। त्यसले युरोपियन युनियनमा मुद्दा हाल्यो। त्यसपछि हामीले पनि मुद्दा हाल्यौँ। तर बासमतीको केसमा नेपालीले बासमती चिन्दैन भनेर त्यहाँ ठुलो डिबेट भयो। तपाईँको रगत उम्लिनुपर्छ। बासमतीको जन्मस्थल नेपाल हो, इन्डियाले पनि भन्छ। तर कानुनी रूपमा हामी धेरै पछाडि परेको हुनाले कुनै पनि बौद्धिक सम्पत्तिले यो सबै अधिकार बिर्सेको छ। यही हेर्नुहोस्, स्टकमा कति आफ्नोपन छ जसलाई हामीले अन्तर्राष्ट्रिय स्तर पुर्याउन सरकारले पहल गर्नुपर्छ, नीतिले बोल्नुपर्छ। तर नीतिमा त्यो प्रावधान चाहिँ छैन। रैथाने अथवा मौलिक भन्ने शब्द हाम्रो कुनै पनि विकासको मूलधारबाट गुमगाम भएको छ। तर 2 वर्ष अगाडि हाम्रै जिल्लाको पहलमा यो शब्दलाई पहिलोपटक राष्ट्रिय एउटा बिउ बिजन ऐन छ, बिउ बिजन नियमावली छ, त्यसले पहिलोपटक यसले मूलधारमा ल्याएको छ। होइन भने यो गुमगाम भएको। त तपाईँलाई थाहा छ, संसारमा यदि हामी कम्पिटिसन गर्ने हो भने, प्रतिस्पर्धा गर्ने हो भने आफ्नो देशमा जन्मिएकोले मात्र प्रतिस्पर्धा गर्न सक्छ। एभोकाडो ल्याएर यहाँ प्रतिस्पर्धा गर्न सकिन्छ?
तर चिउरी हेर्नुहोस् त, ग्लप्सी हेर्नुहोस् त, अन्तर्राष्ट्रिय स्तरको नेपालको मौलिकपन भएको जसले नीतिगत रूपमा व्यवस्थापन गरेर अन्तर्राष्ट्रिय स्तरमा एकाधिकार अधिकार दिन सकिन्छ। त्यसमा हामी धेरै नै पछाडि पर्छौँ। त्यस्तै थुप्रै अन्तर्राष्ट्रिय स्तरको कृषि उप, तर व्यापारमा हेर्नुहोस् त, व्यापार व्यवसायले बिर्सेको यो सुपर मार्केट हेर्नुहोस्, बाहिर विदेशको मार्केट हेर्नुहोस् त, नेपाली पल्लो के छ? केही छैन। तर नेचरले यति धेरै दिएको छ। ठन्डा मौसम विशेष विविध आनुवंशिक स्रोत, तर वातावरणले बिर्सेको। अहिले हामी एउटा केस देखाउँछौँ। वातावरणीय सुधार्नको लागि, वातावरण भनेको यो मात्र होइन, तपाईँको घरको वातावरण, सामाजिक वातावरण, स्वास्थ्य वातावरण सबैको लागि हाम्रो कृषि आन्दोलन चाहिँ थुप्रै थियो। तर काठमाडौँ इन्ग्ल्यान्ड हेर्छ पहिला के थिए? सबै विदेशी प्लान्टेसन थियो। तर कृषिको पनि हाम्रो आफ्नो कम लाग्यो। सबैभन्दा बढी लोकल अवस्थामा भएको रैथाने कृषि, तर नेपालको संरक्षण नीतिले बिर्सेको। उसले वन मात्र भन्छ, वनमा हेर्नुहोस् करोडौँ अरबौँ वार्षिक लगानी हुन्छ। तर तपाईँ हामीले सधैँ खाने गरेका चिज जो चाहिँ सबैभन्दा बढी लोपोन्मुख छ। तपाईँलाई थाहा छ भीमसेन थापाले गोर्खाको बुढी गण्डकीमा, के अरे गण्डकी नदीमा 100 थरीको आँपको बगैँचा भीमसेन थापा आफैले इस्टाब्लिस गरेको छ। त्यसको जलविद्युत आयोजनाले सबै हामीले सर्वे गऱ्यौँ। 100भन्दा बढीको आफ्नै आँपको जात छ, त्यो सबै डुबारमा छ। यदि संरक्षण नीति भइदिएको भए त्यो डुब्थेन। हामीले इमिडिएटली कृषि मन्त्रालय भनेर केही रेस्क्यु गर्नुपर्छ भने गऱ्यो, तर नीति रेस्क्यु गरेको छैन। कृषि घर घरमा केही न केही नेपालको रैथाने चिज खेरा गएकै छ। एउटा भटमासको गेडा किन्ने नहोस्, एउटा घिरौलाको फल किन्ने नहोस्, तर व्यापार व्यवसायको रणनीतिमा छैन। त्यो भएर हामीले सारेको चाहिँ जे चिज उत्पादन हुन्छ त्यो चाहिँ मार्केट ग्यारेन्टी गरिदियो भने हाम्रो किसान कृषि त्यसैले माथि जान्छ भन्यो। किनकि कृषकसँग धेरै नलेज छ भन्ने चाहिँ हामी चाहिँ नेपालमा कृषि हेर्दाखेरि यस्तो छ, विदेशी भनेपछि हामी मक्ख पर्छौँ। हामीले क्वान्टिफाई गरेको छौँ नेपालको 95%भन्दा बढी कृषिका लागि चाहिने सबै विदेशबाट आउँछ। हामीले कुन देशको जिन नेपालमा कति प्रतिशत हाबी छ भन्दाखेरि सबैभन्दा बढी अमेरिका छ। अमेरिकामा नेपालकै जिन थुप्रै लगेको छ, तर नेपालको मान्छे बाहेक तपाईँको भान्साकोठा, तपाईँको बारी, तपाईँको गोठमा शासन गर्ने जिन बाहिरबाट आएको छ। तपाईँ आफैले मात्र शासन गरेर भयो कि हाम्रो भनाइ चाहिँ प्रत्येक बारी, गोठ, खेतबारी सबै नेपालमै जन्मेको जिनले शासन गर्नुपर्छ र त्यो शासकत्व अन्तर्राष्ट्रिय जानुपर्छ भन्ने मान्यता हो। तर त्यो मान्यता अनुसार पनि हाम्रो नीतिले चाहिँ स्टार्ट गरेको छैन। नेपालमा हेर्नुहोस् त, मौरी कुरा हेर्नुहोस्, मेलिफेराले शासन गरिरहेको छ। तर तपाईँ हाम्रो घरमा आउने घरमौरी, सिरेना, पहाडी मौरी, कुत्का कहाँ गइदिनु? सबै लोपोन्मुख अवस्था। किनकि शिक्षाले, अनुसन्धानले, डेभलपमेन्ट विकासले त्यसमा अलमोस्ट जिरो लगाइन्छ। त्यसरी कसरी हुन्छ भन्ने छ। र सबै ठाउँमा हेर्नु पनि गोलबाट हेर्नुहोस् त, जहाँ पहिला हाम्रो के थियो, पूर्वमा जाँदा अर्कै टेस्ट हुन्थ्यो, पश्चिम जाँदा अर्कै टेस्ट। अहिले हेर्नुहोस् त, जहाँ जाउँ त्यही मन्सुरी अथवा रामदानको भात, जहाँ जाउँ त्यही सृजना गोर्खाको भात, त्यो अचार। एकरूपीयले मार्केट थियो नेपालको, जो चाहिँ लङ टर्ममा धेरै नै इन्डेन्जर हुन्छ, समस्याग्रस्त हुन्छ भन्ने चाहिँ त्यो धेरै पहिला त आफ्नो अनुभव छ। काठमाडौँकै घर घरमा टोल टोलमा फरक पर्ने ड्युटी थियो, तर अहिले सबै एकै खाले चाहिँ भएको देखिन्छ। र धेरै जसो हामीले रैथानेलाई हेर्दा गरेकै हो, कृषिमा एकदम परनिर्भर छ, हामी क्वालिफाई गर्न सक्छौँ। रैथानेमा हामीले लगानी के छ भनेर स्टुडेन्ट गरेका थियौँ, वार्षिक त्यही 4-5 करोड मात्र लगानी छ। तर अन्य ठाउँमा लगानी जस्तो सरकारको धेरै छ, त्यो यो लगानी बढाउनुपर्छ भनेर। अनि खाने बानीमा पनि हामीले के गर्यौँ भन्दा स्वास्थ्यलाई धेरै पर छोड्यो। स्वास्थ्य अहिले छुट्टै बाटो हिँड्छ, तर कृषिबाट सबै कुरोको समाधान छ। तपाईँको स्वास्थ्य राख्न, वातावरण सुधार्न, प्लस पोषणयुक्त गर्नु। तर अहिले हाम्रो के छ, स्वास्थ्य मन्त्रालयले कहिले पनि कृषिबाट समाधान खोजेको छैन, वातावरण मन्त्रालयले कहिले पनि स्वास्थ्य वातावरणको लागि कृषिबाट खोजेको छैन। तर कृषिमा हेर्नुहोस् त, हामीले औषधीय अनाज भनेर कसले डिफाइन गरेको छ, हामीसँग प्रशस्तै त्यो छ, त्यसलाई हामीले युज गरेकै छैन। ओभरअल नेपालको कृषि र नेपालको स्वास्थ्य प्रणाली उल्टो बाटो हिँडेको छ। यसलाई सुल्टाउनु पर्छ भनेर हामीले नीतिगत रूपमा बहस पनि छ। बिस्तारै बिस्तारै हाम्रो 25 वर्षे रणनीति पनि निस्किँदैछ, अर्को छुट्टै, त्यसमा हामीले उल्लेख गरेका छौँ। तपाईँको हाम्रो पनि कर्तव्य हो यो सुल्टाउनलाई। यो चाहिँ हामीले क्वान्टिफाई गर्दाखेरि अब यस्तो छ, विभिन्न सेक्टरमा कति प्रतिशत चाहिँ डिपेन्डेन्ट छौँ भनेर
तर तपाईँ हाम्रो पुर्खाको पालामा यस्तो थिएन। पुर्खाको पालामा 100% आत्मनिर्भर, अष्टाङ्ग कृषि गर्दाखेरि 0 लगानी तर उत्पादन सबै बिक्री गर्ने। अहिले आएर त्यसको ठ्याक्कै उल्टो भएको हुनाले हाम्रो कृषि के अरे कृषि एकदम दुःखमा परेको छ, समस्यामा परेको छ, सम्मानजनक पेसा भएको छैन। तर जो पहिला पनि कृषि बिना कसरी हुन्छ भन्ने क्वेसन गरेर के त्यो लगानी हाम्रो आफ्नो मन यता छ, तर हाम्रो नीतिको लगानी रेलवे टावर सबैलाई थाहा छ होला। रेलवे टावरमा कति मान्छे इन्जोय गरे, तर यो जापानबाट आएको अर्बौँ लगानी छ। तर रेलवे टावरभन्दा फार बेटर इन टर्म्स अफ टेस्ट, प्रोडक्सन, एडाप्टेबिलिटी हेर्नुहोस् त, हामीसँग थुप्रै माछा छ, सहर असला। त्यसलाई के लगानी गर्नु तपाईँ हामी सरकारले? यो मेरिखेरमा त्यस्तै छ। अहिले ओभरकोट आएको छ हेर्नुहोस्, तर खरिकोट हेर्नुहोस्, खरिकोट त हिरो मानिन्छ हिल्ली एरियामा, हाई माउन्टेनमा। जेबाट पनि खरिकोट चाहिँ पोटेन्सियल देखिन्छ, एडाप्टेबिलिटी, खानेकुरा। तर हामीले के गर्छौँ, यस्ता थुप्रै केसहरू हामी डकुमेन्ट गरेछौँ। त्यो केसको आधारमा नीति चाहिँ चेन्ज हुनुपर्छ भन्ने चाहिँ बनायो। यो एउटा इक्जाम्पल हुन्छ रियल। त्यो भएर 8 बजारको केसमा चाहिँ किसानले 3 वर्ष लगाएर दुःख गर्छ, मिहिनेत गर्छ, इनपुट गर्छ, जम्मा 30 रुपियाँ पाउँछ किसानको घरबाट किन्दा। तर त्यहाँ मध्यस्थकर्ताले त्यो 30 रुपियाँ ल्याएर काठमाडौँमा 200 मा हामी किन्छौँ। चितवनबाट यहाँ आउनलाई 6 घन्टाको अन्तरमा उसले कति पाएको 150 नाफा पाइहाल्छ। तर किसानले त भनेन। त्यो भएर अब हाम्रो हाट बजारको ड्युटी भनेको यही हो। जो किसान जसले उत्पादन गर्यो, उपभोक्ता र हाम्रो प्रड्युसर उत्पादककर्ता चाहिँ डाइरेक्टली लिङ्क गरिदियो, त्यहाँ कुनै मार्जिन हुँदैन। पहिला हाम्रो चलन हो, हामीले हाट बजारको डकुमेन्ट गरेछौँ। मोर देन 1000 हाट बजार नेपालमा पहिला चल्थे, तर अहिले आएर त्यो चाहिँ पछाडि पऱ्यो। यो चाहिँ हाम्रो केस हिस्ट्री छ हेर्नुहोस् है। यो जिल्लाको बाख्रा फार्ममा हामीले अध्ययन गर्दाखेरि सल्लाहको बोर्ड सर्टेन पैसा दिएर सल्लाह रोकियो त्यहाँ। तर केही वर्षपछि सबै सुक्खा भयो, पानी पाएन, खानेकुरो पाएन, सोधेर आएन। त्यसपछि हाम्रो यही अफिसले बाख्रा फार्मले यो सल्लाह पुरै हटाएर रोकेपछि 5 वर्षपछि हेर्नु त्यहाँ 2टा गाउँ छ प्लस फार्मलाई पानी प्रशस्त पुग्यो, घाँसहरू प्रशस्त आए, सोधेर आयो। तर यो सल्लो चाहिँ अस्ट्रेलियाबाट ल्याएको थियो, कति असर गर्यो। अहिले सल्लोको नेपाल गरिरहेको छ। नेपालको वनलाई सुकाउने, नेपालको पानीलाई सुकाउने, नेपालको घाँसलाई सुकाउने गर्दैछ। हामीसँग प्रमाण छ, इभिडेन्स छ। त्यो प्रमाण इभिडेन्सको आधारमा एउटा चेन्ज गर्छौँ। अर्को इम्पोर्टेन्ट कृषक अधिकार भनेर संविधान प्लस सबै नीतिले भनेको छ। तर यहाँ किसानलाई सोध्नुहोस् त के अधिकार छ तपाईँले अहिले आफ्नो पन बिक्री गर्न, बेचबिखन गर्न पाउँदैन। अष्टाङ्ग भने चाहिँ मैले अष्टाङ्ग तत्त्व हेर्नुहोस् त, बेचबिखन गर्न पाउँदैन। रैथाने भनेर बिक्री गर्न पाउँदैन। त्यस्तो समस्या छ। तर सबै कृषि अधिकार चाहिँ हराएको देखिन्छ। हाम्रो रैथाने कृषि भनेको यो हेर्नु, तर यो पोलिसीमा ग्याप छ। रैथाने कृषि भनेको वातावरण पनि छ, ज्ञान पनि छ, बाली, जलीय किसान वंश, पशुपन्छी, घाँसेबाली, कृषि किरा र सूक्ष्म जीवाणु 6वटालाई इन्टिग्रेसन एकीकृतमा नलएसम्म हाम्रो दिगोपन आउँदैन। तपाईँको त्यो उत्पादन स्वास्थ्य हुँदैन। तर पोलिसीले यसलाई छुट्याएको छ। सबै एकदम वाइड एक्लै गएको होइन। कृषि कहिले एक लिएर समाधान आउँछ? तपाईँको परम्परागत कृषि हेर्नुहोस् न, सबै कुरो एकै ठाउँमा एकले अर्कालाई सहयोग गर्छ। त्यसलाई हामीले पर्यावरणीय साथी भन्छौँ। जसको पर्यावरणीय साथी बढी हुन्छ त्यसको चाहिँ उत्पादन ठिगो हुन्छ भन्ने चाहिँ हो। यो पोलिसीमा ग्याप छ। यो अष्टाङ्ग कृषि भने यो हेर्नु, कृषक त देशको पहिलो अङ्ग हुनुपर्छ। तर कुनै पनि अङ्गमा राखेदैन। पत्रकारलाई कुन अङ्गमा मानिन्छ? चौथो। कृषक कुन अङ्गमा आउँछ? कृषक जहिले पनि पहिलो अङ्गमा आउनुपर्छ। यो चाहिँ संविधानमा उल्लेख गर्नुपर्ने कुरा हो। तर यो भएन। त्यसपछि तपाईँको हेर्नुहोस्, यो चाहिँ मेजर हाम्रो विकास जब सुरु भयो 50 वर्षभन्दा बढी भयो कृषिको इतिहास। 70 वर्षमा कृषकको ग्राहक धेरै हुनुपर्नेमा अरू धेरैको ग्राहक कृषक हुनुपर्ने अवस्था, यो चाहिँ विकासको उपलब्धि हो, जो चाहिँ दिगोपन र किसानको लागि हानिकारक छ। यसमा चाहिँ सम्झिनुपर्छ भन्ने चाहिँ अहिले हेर्नुहोस्, कोको बिरुवा लगानी छ। तर हाम्रो किसानको वनको माथिल्लो माटो जो चाहिँ मल सबैभन्दा राम्रो मानिन्छ, त्यो बिरुवा पाउँदैन। भर्मी गाउँको छ, बाहिरबाट आएको छ। हाम्रा गणौलाको अध्ययन हुँदैन। तर हेर्नुहोस् न, प्रत्येक घरमा प्रत्येक माटोमा गणौलाको पन, आफ्नो पन, यस्ता थुप्रै चिजहरू छन्। यो कृषि भनेको यो उत्पादन मात्र लियो कि हाम्रो पोलिसीले हेर्छ। तपाईँ हामीले पनि हो। तर कृषि भनेको सबै फसल हो, स्वास्थ्य हो, पोषण हो,
मनोरञ्जन, जीवन, व्यवसाय, औषधि, वातावरण सबै सबै कृषि हो। कृषिलाई पोलिसीले स्पेल आउट गर्ने यो सबै सेक्टर हो, तर त्यो छैन। अनि हामीले कृषिबाट थुप्रै रोगहरू निराकरण हुने भएको हुनाले कृषि हस्पिटल पनि कन्सल्ट जानुपर्छ, कृषि क्लिनिक पनि हुनुपर्छ भन्ने चाहिँ हो। यो चाहिँ पछाडि पनि ब्यानर देख्नुहुन्छ, रैथाने कृषिको ब्युटी भनेको यो हो। पञ्चगुडमा भरिगुड र हिमालयको पञ्चगुड चाहिँ हामीले ग्लोबलमा टेस्ट गर्दाखेरि द बेस्ट, बिकज अफ हिमालतिर मुक्तिनाथ जानुभयो होला धेरै, त्यहाँ जानु कस्तो इन्भाइरोमेन्ट भन्नुहुन्छ नि, त्यो फिलिङ, जिनको फिलिङ हो। त्यो फिलिङमा उत्पादन भएको चिज र तपाईँको हेजार्डस अथवा सिटी एरियाको उत्पादन हेर्नुहोस् न, आकाश पाताल फरक हुन्छ। हामीले पोषण एनालाइसिस गऱ्यौँ, स्वास्थ्य एनालाइसिस गऱ्यौँ। पञ्चगुणले भरपूर्ण भएको हिमालयन उत्पादन, त्यो भएर रैथाने पञ्चगुणको नम्बर 1 हो। रैथानेको लागि 5वटा चिज चाहिँ ग्यारेन्टी हो। हामीले रैथाने मार्फत गऱ्यो भने यो 5वटा चिज सुरक्षा हुन्छ भन्यो, तर यो दुईटै कुरो पोलिसीमा चाहिँ छैन। अहिले हामीले रणनीति बनाउने ड्राफ्ट 3टा ड्राफ्ट गर्दैछौँ हामी। 3टा ड्राफ्टमा चाहिँ यो कुरो समेटिएको छ। तर थाहा छ क्याबिनेटले प्रायोरिटी नदिएको हुनाले 2टा पोलिसी 2 डिकेडको ड्राफ्टिङ गरेको स्टिल त्यो चाहिँ म्याटेरियलाइज भएको छैन। किसानको अधिकार मोस्ट इम्पोर्टेन्ट हो, क्याबिनेटले प्रायोरिटी नदिएको त्यस्तो सिनारी छ। यो चाहिँ अहिले हामीले औषधीय अनाज भन्छ हेर्नुहोस्, सहरिया रोग भनेर हामीले 15वटा आइडेन्टिफाई गरेको छ। एउटा जोर्नलमा साइन्टिफिकमा पब्लिस भएको छ। सहरिया रोग 15वटाको लागि औषधीय अनाज भनेर 7 कोरे दाजुभाइ त्यसको सेवन गर्नुभयो भने त्यो रोगबाट मुक्त पाइन्छ भनेर प्रुभन, प्र्याक्टिकली साइन्टिफिकली। यो कुरो पनि पोलिसीले आउनुपर्छ भनेर हामीले धेरै कुरा चाहिँ गऱ्यौँ। तर यो हेल्थ सम्बन्धीको पोलिसी स्पेल गर्नुपर्छ। उनीहरूले यो खोज्दैन, बाहिर विदेशको ट्याब्लेट, विदेशको रासायनिक बरकरार हुन्छ। हाम्रोमा के चाहिँ गर्यो, त्यो भएर कृषिबाट सबै कुरोको समाधान छ भन्ने सेन्समा इभिडेन्स भएन, त्यो गर्नुपर्छ भन्ने हो। ठाउँअनुसार हाम्रो फरक छ, तर यो सबै अहिले लोपोन्मुख छ। कुनै पनि अधिकार छैन नेपालमा अहिलेसम्म। बौद्धिक सम्पत्तिको अधिकार भनेर ड्राफ्ट चाहिँ सब्मिट भएको छ अहिले। त्यसमा चाहिँ इमिडिएटली जस्तो भौतपुरको दही त फेमस छ नि, फेमस मात्र छ, फर्किनु नसक्नु फेमस छ भनेर सबैले भन्यो, नेताहरूले पनि भन्यो। तर के चाहिँ गर्यो त? शिक्षकले, अनुसन्धानले र पोलिसीले के गर्यो त? बखान मात्र गरेर त भयो नि। त्यही नास्पातीको गुड हेरेर जापानी नास्पातीले हालेर जापानी नास्पातीलाई त कति मिठोसँग खानुहुन्छ। तर हाम्रोमा के गरियो? नथिङ, बखान चाहिँ गरियो, तर केही पनि गरियो। इभन अधिकार पनि हामीले गुमाइसक्यो। भौतपुरको जुन दही बनाउने माइक्रो सूक्ष्म जीवाणु, त्यसपछि यो भौतपुरको फर्किएको नास्पाती, यस्ता थुप्रै छ। अब गएर हेर्नुहोस्, तपाईँ मैले भने इन्डियाले प्याटेन्ट लिइसकेको छ। अब त्यो प्याटेन्ट फर्काउन कति गाह्रो हुन्छ, असम्भव छ। त्यो भएर हामीले सुरुमै गर्नुपर्छ भनेर धेरै जोड गऱ्यो। 1 वर्षपछि पोलिसी आउने लक्ष्य दिएको छ। त्यो चाहिँ हामीले किसानसँगै सहभागितामा अनुसन्धान गरेर 25वटा त्यस्ता लोकल चिजहरू अहिले यो चाहिँ पोलिसीले स्कुल गरेको छ। त्यो चाहिँ राम्रो गरिरहेको छ। यो अरूहरू चाहिँ रैथानेमा लगानी गरेर तपाईँले खोजेको कुरो पाउनुहुन्छ। आँप हेर्नुहोस् त, बजारमा जस्तो खाले खोजे आँप त्यस्तै छ नि, ठुलो अल बडी भएको, जुसिलो, रसिलो सबै खाले पाउनुहुन्छ नि, अमिलो दुधको। त्यो कहाँबाट आयो त? केही रैथाने, केही भीमसेन थापाले स्थापना गरेका 100 किसिमका आँपका जातहरूबाट आएको। तर हामीले के गर्यौँ? त्यसलाई सबै डुबानमा पार्यौँ। कसैले पनि त्यसको मर्म बुझेन, न त कृषि मन्त्रालयले बुझ्यो, न त वन मन्त्रालयले बुझ्यो। डुबान गऱ्यो, सकियो। तर थाहा छ इन्भाइरोमेन्ट इम्प्याक्ट एसेसमेन्ट भनेर बन्ने गर्छ, कृषिमा कहिले पनि गर्दैन। त्यो भएर हामीले एउटा पोलिसीमा एग्रो बायोडाइभर्सिटी इम्प्याक्ट एसेसमेन्ट अनिवार्य गर्नुपर्छ। त्यो भइदियो भने कुनै पनि जेनेरेसन्सहरू रेस्क्यु गर्नुपर्छ भन्ने हिसाबले। बालीमा त होइन, पशुपन्छीमा हेर्नु, यो अमेरिका निकालेको गाईहरू त्यसैले हामी इन्जोय गरेछौँ। तर हाम्रो गाई के गर्यो? अलमोस्ट नेपालको गाई इन्डियन छ। तर थाहा छ अमेरिकाले त्यही गाईको महु प्याटर्न गरेको छ, अधिकार दिएको छ लोकल गाईमा। अहिले इन्डियाले पनि त्यसमा केही काम गरिरहेको छ। तर माइक्रो जति नै जसरी माइक्रो तपाईँको पेटमा बढी हुन्छ, तपाईँको त्यति नै स्वास्थ्य हुन्छ। माइक्रो वेभ बढाउनको लागि यो न्युट्रियनलाई चाहिँ हामीले गर्दाखेरि रैथानेमा 100% धेरै राम्रो राख्यो। विकासमा कार्बोहाइड्रेट बढी, जसले चाहिँ भुँडी मात्र बढाउँछ, टाइम कम भएर सोध्दैन गऱ्यो। यो चाहिँ विविधता मार्फत सोल्युसन गर्नुपर्छ भन्ने नीतिमा चाहिँ उल्लेख गर्नुपर्छ भनेर भनेको छ। गौशाला चाहिँ बहुत कारखानाको रूपमा दिनुपर्छ भनेर हामीले बारम्बार यो संसदीय टिमहरूलाई पनि धेरै कुरो भन्यो। स्टिल नट मेटेरियल। हामीसँग 100वटा गौशाला छ जसबाट मल प्रशस्त मात्रामा पुग्छ भन्ने हो।
घयासी जिम्मेवारी भनेर हामीले प्रमोट गरेका छौँ। डिस्ट्रिक्ट घयासी जिम्मेवारी र सामुदायिक जिम्मेवारी चाहिँ पोलिसी रिसिभ डाउन गरेको छैन, सम्बन्ध पर्न सक्छ। तपाईँको यो प्लास्टिक मय भएन, हामीसँग पहिलेदेखि हेर्नुहोस् न, हामीसँग प्रकृति मैत्री काठ, माटो, बाँस, पात, बोक्रा, रेसा सबैबाट हामीले चाहिने सबै चिज बनाउँथ्यो जो चाहिँ प्रकृति मैत्री थियो, हेल्थको लागि 100% अनुकूल थियो। तर अहिले प्लास्टिक मय हो। तर रिसर्चले त भन्छ नि प्लास्टिकको माइक्रो के भन्ने चिजले गर्दाखेरि इभन पानी पनि खाना खानु भन्छ। त्यही पनि हाम्रो पोलिसीमा छैन, हामी यसमा इन्जोय गरेका छौँ। तर मोर युजर फ्रेन्डली छ भनिन्छ, यही युजर फ्रेन्डली त यसबाट बनाउन सकिन्छ। इन्डियाले हेर्नुहोस् बाँसको व्यापक सुधार देखायो, बाँस अलरेडी नेचुरली त्यहाँ पाल छ, त्यसैबाट पानी खाने बोतल बनाएको छ। यो एउटा इम्पोर्टेन्ट चाहिँ यो चाहिँ हामीले पोलिसीमा राख्नुपर्छ भन्यो। प्रत्येक चिजको बजार ग्यारेन्टी भइदियो भने नेपालले कृषिले गाडी आउँछ। सङ्कलन केन्द्र स्थापना गरी प्रत्येक पालिकामा कृषि मूल्य, खाद्य परिकारको मेला, खाजा नास्ताको व्यवस्था, कुशली घर, परिकार विविधीकरण, हाट बजार, होमस्टे प्रत्येक किसानलाई घर। तपाईँ एउटा सानो चिया पसलले थापेर उसले चाहिँ प्रशस्त पैसा कमाउँछ। हाम्रो किसान चाहिँ सयौँ थरी उत्पादन गर्छ भने उसको जहिले पनि पछाडि पर्छ। त्यो प्रत्येक किसानको घर फसलको रूपमा स्थापित गर्नुपर्छ, पोलिसीले स्टार्ट गर्नुपर्छ र त्यसरी ट्रिटमेन्ट गर्नुपर्छ भनेर अरू भौगोलिक सङ्केतमार्फत पदाधिकार गर्ने भन्ने। यो रैथाने हाट बजारको हाम्रो यो अब के अरे नीतिले नचिनेको भने जस्तै हाम्रो त्यहाँ रैथाने एग्री प्रडक्ट्स भन्ने छ। एग्री प्रडक्ट्स चाहिँ रैथाने रियली यो टिमले पनि नचिनेको भन्ने चाहिँ बुझिन्छ। एग्रो प्रडक्ट्स भएको हुनाले अगाडि चाहिँ रैथाने राख्ने, पछाडि त्यो भएर यस्ता चिजहरू थुप्रै छ, कहिलेकाहीँ पछाडि परिन्छ। तर उहाँलाई पनि मैले कहिले पनि सजेस्ट गरेँ होइन, रैथाने एग्री प्रडक्ट्स आफैले पनि रैथानेलाई नचिनेको अवस्थामा यो कसरी काम गर्ने भनेर एउटा मन्त्र चाहिँ ल्याउनुपर्छ भन्ने चाहिँ। अनि हामीले यो हेर्नुहोस्, अहिले नेपाल सरकारले त्यो 80-81मा रैथानेमा गर्व गरौँ भनेर भन्यो बजेट वक्तव्यमा। तर बजेट वक्तव्य भएपछि त्यो वर्षमा के भयो त? एचिभमेन्ट केही छ? नथ्यो। हामीले चाहिँ केही गर्यो। त्यसपछि कृषि लगानी दशक भनेर 81 र 82 भनेको छ। यो दशकमा हामीले जोड गरेको चाहिँ यो रैथानेमा लगानी गरौँ भन्ने नाराका साथ रैथानेमा आधारित राष्ट्रिय गौरव योजना ल्याउने भनेर चाहिँ हामी केहीजना चाहिँ कन्सेप्ट नोटहरू बनाउने काममा लागेका छौँ। त्यसमा तपाईँहरू पनि योगदान होस् भन्न चाहन्छु। नीतिका केही कुराहरू मैले यो भन्ने टाइम चाहिँ सक्छु। यो नीतिले प्रचलन दिने चाहिँ रैथाने चार, रैथाने एजेन्सी, रैथाने कृषि सामग्री, रैथाने उत्पादन, रैथाने परिकार, यो सबैलाई हामीले नीतिले थामिदिनु पऱ्यो। यसको स्थान भनेको स्वतः किनमेल गर्न पाउनुपर्छ भन्ने हो। के गर्ने भनिसकेको छ, म एउटा मात्र पोइन्ट भन्छु। रैथाने हो भन्ने डिफाइन छ भने रैथाने परिकार र रैथाने जति पनि उपज इन्क्लुडिङ कृषि सामग्री, कम्पोस्ट मल, माटो, त्यो सबै स्वतः बिक्री गर्न पाउनुपर्छ। र साना स्केलमा यदि त्यो उत्पादन छ भने बिना दर्ता, बिना ट्याक्स बिक्री गर्न पाउनुपर्छ भन्ने चाहिँ हाम्रो जोड हो। यसमा सबैले पहल गर्नुपर्छ। अहिले त के छ, रैथाने परिकार र रैथाने उपजहरू बिक्री गर्न पाउँदैन, कुनै पनि सरकारको इन्सेन्टिभ पाउँदैन। तर 2 वर्ष अगाडि हामीले एउटा पोलिसी चेन्ज गराएर त्यो अनुसार चाहिँ अहिले त्यही सुविधा चाहिँ भएको छ। यो लास्टमा केही सेन्टेन्स, लगानी आफ्नो सन्तानलाई गरे जस्तै आफ्नै कृषि रैथाने कृषिमा लगानी गरौँ भन्ने चाहिँ हो। यदि सिँचाइ र बजारको ग्यारेन्टी गर्यो भने हाम्रो कृषि चाहिँ त्यसै उमा लाग्छ। हाम्रो किसान यति मेहनती छ, यति नलेजेबल छ, डेभलपमेन्ट अरूको भन्दा अलिक फरक छ हाम्रो। यो तपाईँले आफूसँग भएकोलाई राष्ट्रियकरण गर्ने हो, त्यसपछि सरकारसँग मिलेर अन्तर्राष्ट्रियकरण गर्ने हो, केही पनि छैन यसमा। हामीले जसरी आफ्नो सन्तानलाई राष्ट्रियता पाओस्, राष्ट्रमा गर्व गरोस्, अन्तर्राष्ट्रिय काम गरोस् भन्छ नि, त्यसरी नै आफ्नो रैथाने कृषिले त्यो गरोस् भन्ने चाहिँ सोच राख्नुपर्छ। यो पोलिसी हुनुपर्छ भन्ने हो। मेरो अन्तिममा सबैलाई धन्यवाद सहित राष्ट्रिय मौलिक र प्रविधिलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनेतर्फ सबैको एकजुट हुनुपर्छ भन्ने आशा। धन्यवाद डाक्टर बालकृष्ण जोशीज्यू।